स्थानमा उठेर चाहिँ हामी देशप्रति राष्ट्रिय गान गाउनको लागि आफ्नो यथास्थानमा उभिनु हुन सम्पूर्णलाई म हार्दिक अनुरोध गर्न चाहे। धन्यवाद छ। त्यसै गरी हामी आफ्नो यथास्थानमै उठेर शहीद नयन सिंह खत्री प्रति र ज्ञात अज्ञात शहीद प्रति 1 मिनट चाहिँ मौन धारण गर्ने कार्यक्रम रहेछ। सबैजनालाई आफ्नो यथास्थानमा उभिनु हार्दिक अनुरोध गर्न चाहे। मौन धारण शहीद नयन सिंह खत्री प्रति र ज्ञात अज्ञात धन्यवाद छ सबैजनालाई। त्यसै गरी स्वागत मन्तव्यको लागि रोल्पा नगरपालिका वार्ड नम्बर 10 का नेपाली कांग्रेसका उपसभापति तथा हाम्रो नयन सिंह खत्रीको हितैषी मित्र बुद्धिजीवी समाजसेवी सर्वजित डाङ्गीज्यूलाई स्वागत मन्तव्यको लागि मञ्चमा आइदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद हाम्रो हरिश सिंहज्यू। हामी यस 27 दिवस 2082 को नयन सिंह खत्रीको सम्झनामा हामी बसिराख्दा अतिथि गण्यहरू र यसमा उपस्थित हुनुभएका हाम्रा घरका परिवार अध्यक्ष भिगुवा र दिदीहरू, एकमुष्टि हाम्रा आमा समूहहरू र हाम्रा विभिन्न समुदायका शिक्षकहरू र हाम्रो भगवान 10 नम्बर
सुगा दिनु लाउनु जय नेपाल उनी बुढ्दाको अलिक भाषण गर्ने छोड विचारका कुरा लान्छु हाम्रो नैसिक खर्ची जन्म नीति भइसक्यो नीतिमा नीतिमा भइसके वा मृत्यु वासीलाई खेल्न बस्न हाँसेको म लगभग उहाँको नि छोराछोरी नै हुन् तर उहाँको हिजै मेरै घरको प्राङ्गणबाट नै उहाँले विभिन्न आरोप प्रत्यारोप लगाएर छुट्टिनु भएको र मेरै घरमा बस्दा बस्दै उहाँले यो विगति राम्रा नेता जन्मियो भने सायद पुरै भाषण खेद्नु हाम्रो नेपालमा टेक्न पनि दिएनन् सायद तब हामी सबैले मूल्याङ्कन होला आरोप प्रत्यारोप लगाएर हुन्छ अथवा उहाँले कुनै केही भाना बनाएर हुन्छ उसले जेल हाल्ने हो कि मृत्युदण्ड दिने हो कि सायद त्यो हिजोको प्रगतिले आज पनि केही भइरहेको छैन र हाम्रा अलिकति के छ भन्नुहुन्छ भने हाम्रो यो रोल्पाको ढबाङमा पनि अलिक पछाडि भएको ठाउँ हो हामीले के गर्छौँ हेर्नुहोस् हामी जन्मेर जग्गातिर भेडायुको बाटो गयो भने हामी सबै त्यहीतिर जान्छौँ त्यस्तै जस्तै हेर्नुहोस् हाम्रो राजनीतिमा पनि हामीले कुनै चुनाव आउने बेला हेर्नुहोस् अब यो चुनाव फेरि आइरहेछ हामीले काम गर्ने व्यक्ति हेर्दैनौँ हेर्नुहोस् हामीले लाटोस् गाडोस् पार्टी हेरेको भयो हामीले पार्टीको सरकार छैन हेर्नुहोस् हामीले काम गर्ने व्यक्ति तयार छ हामीले काम गर्ने हेर्नुहोस् सधैँ हाम्रो दुश्मन चिन्नुहोस् जनता र देशको लागि काम गर्छ भनेपछि त्यसले छान्नुपर्छ हेर्नुहोस् हाम्रा अलि हामीले छान्ने हामी एक दिनको न्यायाधीश हामी नै हो छान्ने अधिकार हामी जनताको नै हो अहिले हाम्रो है दलमनजी हाम्रो प्रदेशबाट एउटा सोलिसजी आउनु भएको छ उहाँलाई हाम्रो केही न केही माग कागज पत्रकाला उहाँले केही यो कति बुझ्न सक्नु भएको छ हामीले यहाँबाट नेताहरूले अगाडि पठाउनु भनेको कोठीमा बस्नुहोस् तपाईँ त्यहाँ आफ्ना आफ्नाले हेर्नुहोस् भन्न खोजेन आम जनताको भावना आम जनताको यहाँ एकदम भावना कस्तो छ रात दिनमा बिरामी हुन्छन् सजासम्म हाम्रो एउटा वडामा एउटा एम्बुलेन्स तयारी गरिराखेपछि हामीले पहिलो प्रथम ठिक सबैको ज्यान बचाउने नै गर्नुभयो भन्ने हामीले यो गुनासो हुनेछ र उहाँको पालामा भएको भन्ने वडामा एम्बुलेन्स आवश्यक परेको हुनाले मैले उहाँलाई केही जानकारी गरेँ र हाम्रो के सुन्छु मैले हल्का भनेपछि हाम्रो वडा कार्यालय भन्ने हाम्रो एउटा अफिस हो तर वडा कार्यालयभित्र के भित्रको छेउछाउमा जय वीरहरूको कतै मैले बाहिर हल्ला गर्ने खबर सुनिरहेको छु तर यो अहिले अधिकरण हुनेछ र यो भनेको कार्य हो आज एउटा पार्टीवाला भोलि अर्को पार्टीवाला भोलि त्यसमा कतै तोडफोड पनि हुनसक्छ अर्को पार्टी आयो भनेपछि त्यस कारणले मैले के भन्न चाहन्छु भनेपछि वडाभित्र कुनै सैकेट नबनिदिनु होला भन्ने मैले सुझाव पनि दिन चाहन्छु सैकेट कस्तोमा राख्ने भन्नुहुन्छ भनेपछि गाबा डाँडामा राख्नु बाटोमा सिउ डाँडा बनाइदिनु झाँसी खोला बनाइदिनु कति तल जोगिरमाने बनाउनु त्यो बाटामा जसरी हाम्रो नैसिका यहाँ बनाइ पछिल्लोलाई यो कुनै भवनको छेउ थिएन भनेपछि बाटाघाटामा बनाएर सबैले गाडीबाट हिँड्दा एउटा टाढाका मान्छेले हेर्न पाउँछन् र मैले विचारका कुरा मिठो छिटो हेर्छुमा नै बिदा हुन्छु हवस् त जय नेपाल स्वागत मन्तव्यको लागि आदरणीय व्यक्तित्वलाई धन्यवाद छ त्यसै गरी उहाँले भने जस्तै हामी विभिन्न जात जातिका वेशभूषाका र आफ्नो तह तबकाबाट उपस्थित भएका व्यक्तित्वहरू छौँ र राजनीति गर्ने बेला आफ्नो आस्था रहन्छ र आज चाहिँ वीर नैतिक मन्त्रीले आफ्नो योगदान दिनुभएको उद्देश्यले चाहिँ यहाँहरू आफ्नो क्षेत्रबाट उपस्थित हुनुभएको छ र यो कुनै एउटा सिङ्गल पार्टीको मात्रै कार्यक्रम होइन कि समाजसेवी र आफ्नो देश राष्ट्र र वडा
समाजको लागि जसले राम्रो काम गर्छ त्यसलाई चाहिँ हामी सबैले स्मरण गरिराख्नुपर्छ, सम्झिराख्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ यो नयनसिंह खत्रीज्यूलाई चाहिँ अब त मान्छे लाउने अरू नलाउने चाहिँ मलाई मान्छे लाउने फुल छ नलाउने त अरू नै अरू त्यो कारोको छ त्यो कागजमा नखाने दबाङमा हुन गइरहेको नयनसिंह खत्रीको 31औं स्मृति सभामा हजुरहरूले चाहिँ मलाई बोल्ने अवसर दिनुभयो। मैले नयनसिंह खत्रीको बारेमा त्यति चाहिँ जानकारी मृत्युको घोषणामा शहीद अरे दुःखको कामनामा हामी दुःख मनाउन र शोक मनाउन आएका छौँ र सबले यो दुःखलाई बजारमा तिमीलाई देखेको कोही छ बेटा हुन लेखेको शिरमा शिरबन्दी मेरी मायालाई गरी 2040 देखि 49 सम्म नेपालमा भएको 2046 सालको जनआन्दोलनको नेतृत्व र प्रजातन्त्रको लागि चाहिँ उहाँले गरेको चाहिँ तपस्या, त्यसको लागि उहाँले चाहिँ जेल जीवन चाहिँ करिब 9 वर्ष बिताएको भन्ने पनि उहाँले अवगत गराउनु भयो। र म हजुरहरूलाई के अवगत गराउन चाहन्छु भने मेरो घर चाहिँ दाङ, म चाहिँ यहाँ आएको चाहिँ अब करिब 3 वर्ष हुन थाले। यहाँ हृदयमा माविमा पढाउन लागेको मेरो चाहिँ यस धबाङमा र रोल्पामा, समग्र रोल्पामा यो बेल्टमा चाहिँ मेरो बाजे र मेरो बुवाहरूको पुस्ताको पनि केही न केही योगदान छ। उहाँहरूले पनि भनेअनुसार मेरो ठुलो बुवा अमरबहादुर ओली जुन पञ्चायत कालमा, अनि पूर्णबहादुर ओली मेरो चाहिँ बाजे पर्नुहुन्छ, अझै पनि जीवित हुनुहुन्छ पूर्णबहादुर ओली। मेरो चाहिँ अमरबहादुर ओली मेरो चाहिँ सकेत ठुलो बुवा चाहिँ अझै पनि जीवित हुनुहुन्छ, 73 वर्षको हुनुहुन्छ। उहाँ चाहिँ 10 सालेको 73 वर्षको हुनुहुन्छ, अहिले करिब पुग्न लाग्नु भएको छ। उहाँले चाहिँ भनेअनुसार पढाउन जाने सोचिरहेको छु। कस्तो छ त्यो ठाउँमा भनेपछि ठिक छ, त्यो चाहिँ नयनसिंह खत्रीहरू भएको ठाउँ हो, राम्रो ठाउँ हो भनेर उहाँले चाहिँ त्यो सुनाउनु भएको थियो। र नयनसिंह खत्रीको बारेमा धेरै कुराहरू मेरो ठुलोबाले चाहिँ मलाई जानकारी गराउनु भएको छ, किनकि उहाँले चाहिँ उहाँहरूको राजनीतिक सहकर्मी भएको, सायद सँगसँगै चाहिँ घुमेको, सँगसँगै सभा सम्मेलनहरू गरेको हुनाले उहाँलाई धेरै जानकारी छ। त्यहाँबाट पनि मैले चाहिँ धेरै कुराहरू सिक्ने अवसर मिलेको थियो, जानकार भएको थिएँ। र त्यसगरी यहाँ आइसकेपछि पनि मैले उहाँको योगदान धेरै देखेँ। र आजको यस कार्यक्रमले पनि के देखाउन सक्छ भनेपछि नयनसिंह खत्री भनेको एक शिक्षा प्रेमी लगायत समाजको सम्पूर्ण चाहिँ विकासको निम्ति चाहिँ
निस्वार्थ भावले चाहिँ खट्ने एउटा व्यक्ति हुनुहुरहेछ भन्ने चाहिँ मैले चाहिँ बुझेँ। म चाहिँ 52 सालमा जन्मिएको मान्छे, उहाँ चाहिँ 51 साल आजकै दिन चाहिँ मङ्सिरको आजकै दिन चाहिँ उहाँको चाहिँ शहादत प्राप्त गर्नुभएको रहेछ। म जन्मनुभन्दा पनि पहिले उहाँको चाहिँ शहादत प्राप्त भएको रहेछ र मैले यहाँ आएर उहाँको बारेमा धेरै जानकारी गरेँ र उहाँले देखेको जुन सपना छ, उहाँहरू लगायत उहाँको पार्टी उहाँको विचारलाई चाहिँ अगाडि बढाउने हुनेछ। अझै पनि चाहिँ उहाँले जुन सोच्नु भएको थियो समग्र धभाङको मात्र नभएर समग्र चाहिँ देशको अवस्थामा उहाँहरूको चाहिँ उहाँले जुन सोच्नु भएको थियो त्यो विचारलाई चाहिँ अझै पनि चाहिँ प्रचार गरी समाजमा हुने शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी लगायतका सम्पूर्ण विकासका पूर्वाधारमा उहाँले चाहिँ जनतालाई सम्पूर्ण विकासका पूर्वाधारहरू सहज रूपमा चाहिँ पुर्याउनु पर्छ, जनतालाई चाहिँ सुविधा दिनुपर्छ, जनता भनेकै जनार्दन हुन् भन्ने उहाँले जुन विचार चाहिँ त्यो बेलामा पनि राख्नु भएको रहेछ। त्यो अझै पनि हामीले त्यो विचारलाई अहिले पनि हामीले अनुकरण गरेर हामी अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। हामी त बाहिरबाट आएको शिक्षण सिका हामी चाहिँ शिक्षण गर्ने एउटा हाम्रो कर्तव्य हो, हामी त्यसमा चाहिँ गरिराख्छौँ र समाजको यहाँ जति हुनुहुन्छ फरक राजनीतिक दल हुनुहोला, फरक विचार राख्नुहोला तपाईँहरूले, तर समाज भनेको सबैको समाज हो। यहाँ कुनै काङ्ग्रेसको समाज, कुनै माओवादीको समाज, एमालेको त्यो चाहिँ समाज होइन। समाज भनेको सबैको साझा थल हो। यसलाई चाहिँ समाजलाई चाहिँ एक ढिका बनाएर अगाडि बढ्न सक्यो भनेपछि नयनसिंह खत्री जस्तै शहीदहरूको चाहिँ सपना साकार हुनेछ भन्ने चाहिँ मलाई विश्वास लागेको छ। आज यस कार्यक्रममा हजुरहरूले यहाँ देखिराख्नु भएको छ नयनसिंह खत्री प्लस यहाँ चाहिँ बीपी कोइरालाको फोटो पनि देखेँ। सायद उहाँ बीपी कोइरालासँग पनि बीपीको विचारसँग पनि चाहिँ नजिक हुनुहुने रहेछ, बीपीसँग पनि नजिक भएर काम गर्नु भएको रहेछ भन्ने चाहिँ मैले चाहिँ त्यो बुझेँ। यसै गरी चाहिँ आजको यस कार्यक्रममा चाहिँ स्मृति सभामा उहाँलाई मात्र आजको दिन मात्रै सम्झिने होइन, हामीले यस दबाङवासीले सिङ्गो राष्ट्रले चाहिँ उहाँलाई चाहिँ सधैँ स्मरण गरी उहाँहरूको जस्तै नयनसिंह खत्री लगायत अन्य शहीदहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ देखाएको बाटोमा हामी सबै हिँड्न सक्यौँ भनेपछि हाम्रो समाजको विकास हुनेछ। समाजको विकास भयो भने हाम्रो सिङ्गो राष्ट्रको विकास हुनेछ र हामी अन्य मुलुक जस्तै हामी उन्नत राष्ट्रको रूपमा चाहिँ परिचित हुनेछौँ भन्दै मेरो सानो भनाइ टुङ्ग्याउँछु। हस्त धन्यवाद। धन्यवाद छ। त्यसै गरी कार्यक्रमका सभाध्यक्षज्यू, त्यसै गरी यसै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सचिवका प्रमुख सचिवज्यू र यसै कार्यक्रममा उपस्थित अतिथि पार्टीका प्रतिनिधिहरू र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र शिक्षण सङ्घका पदाधिकारीहरू र सम्पूर्ण स्कुलका बड तथा प्रतिनिधिहरू र सम्पूर्ण आमा समूहका प्रमुख तथा प्रतिनिधिहरू र उपस्थित सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र दिदीबहिनीहरूमा र मेरो व्यक्तिगत तर्फबाट र मेरो नेपाली काङ्ग्रेस दबाङको तर्फबाट स्वीकार गरिरहेको गर्छ। आजको यस मुङ्सिरको 21 गते भन्ने गर्दा सायद
मुसिङ 21 गते के रहेछ र कसको स्मृति मनाउने रहेछौँ भन्ने गर्दा हामी सबैले अवगत छ। सायद हाम्रो यो ढलाङको खम्बा हाम्रो ढलाङको मात्र नभएर रोल्पा जिल्लाकै खम्बा एउटा हिजोको दिनमा यो ढलाङको भूगोलमा जन्मेर यो ढलाङको ठाउँलाई यो म केही गर्छु भनेर एउटा यस्तो दुर्गमले हेर्ने हो भने विगत ठाउँ कुनै पहल नभएको ठाउँले म यो ठाउँलाई आफ्नो गाउँलाई केही गर्छु भनेर एउटा हाम्रो योद्धा खम्बा यो खोलाउनु भएको थियो र हामीले भन्ने गर्छौँ हामी नरसिंह खत्रीले देखेको सपना हामीले पुरा गर्नुपर्छ र गर्छौँ भन्ने सबैले भन्ने गर्छौँ। पक्कै पनि हामीले भनेर मात्र हुँदैन। हामीले कि त नरसिंह खत्री एउटा हिजोको हाम्रो अभिभावक एउटा कमान्डर थियो र उसले देखाएको बाटो हामीले त्यो बाटो मेट्नु हुँदैन। हामी उहाँले देखाएको बाटो पछि लाग्नुपर्छ भन्ने एउटा साँच्चीकै सबैको एउटा भावना हुनुपर्छ। र हामीले मुखले मात्र नरसिंह खत्री कतै राम्रो काम गर्थे रे मरेछन् भन्ने मात्र नभएर साँच्चीकै नरसिंह खत्रीको यो ढलाङमा योगदान हेर्ने हो भने हिजो शिक्षा स्वास्थ्य खानेपानी लगायत धेरै अन्य ठाउँमा उहाँको अब्बल भूमिका छ। त्यस कारणले पनि हामीले नरसिंह खत्री किन सम्झिन्छौँ भन्दै गर्दा हामीले एउटा इतिहास छ। नरसिंह खत्रीले एउटा दलित बस्तीमा एउटा केही वृक्षारोपण गरेर सुरुवात गर्नुपर्छ भनेर एउटा दलित टोलमा एउटा ठुलो गाउँमा त्यो बिरुवा रोपेको अहिले पनि नरसिंह खत्रीले रोप्नु भएको भन्ने त्यो ठाउँमा दाबी गर्दा एउटा दलित बस्तीले त्यो ठाउँमा नरसिंह खत्रीको नेतृत्वमा त्यो वृक्षारोपण भएको थियो भनेर उहाँले सम्झिने गर्नुहुन्छ। त्यस्तै शिक्षा स्वास्थ्यमा पनि पक्कै पनि नरसिंह खत्रीले नेतृत्व गरेर हिजो राखेका स्कुल पक्कै पनि आज हाम्रा छोराछोरी अथवा नानातिनाले त्यही स्कुलमा पढिराखेको छन् होला। त्यस कारणले पनि नरसिंह खत्रीले खानेपानी सुरुवात गरेको खानेपानी सायद हामीले त्यो पानी खान्छौँ होला। नरसिंह खत्रीले देखेका सपना हामीले त्यसै पुरा हुन सक्दैन। त्यस कारणले पनि हामीले नरसिंह खत्रीले किन राम्रो मान्छौँ त उहाँको पक्कै पनि एउटा सच्चा एउटा इमान्दार एउटा नेतृत्व हुनुहुन्थ्यो। त्यस कारणले पनि हामी नरसिंह खत्रीलाई सम्झने गर्छौँ। त्यस कारणले हामीले नरसिंह खत्रीलाई किन सम्झिने भन्ने गर्दा उहाँले एउटा बिपीको शासन बिपीको नीति नियम मानेर एउटा बिपीको नेतृत्वमा नेपाली काङ्ग्रेस गठन भएको नेपाली काङ्ग्रेसमा आस्था राखेर एउटा सहायता प्राप्त गर्नुभयो। त्यस कारणले पनि हामी खदाङ नेपाली काङ्ग्रेसका छँदै छ सम्पूर्ण अन्य पार्टीले पनि एउटा नरसिंह खत्रीको जस्तो हामीले काम गर्नुपर्छ एउटा नरसिंह खत्रीले देखाएको बाटोमा हामी हिँड्नुपर्छ भन्ने सोच्न जरुरी छ। त्यस कारणले पनि हामी नेपाली काङ्ग्रेस जति छौँ ढलाङमा अथवा कोही हिजो नेपाली काङ्ग्रेस जन्मदै नेपाली काङ्ग्रेस थियौँ त्यो आज नेपाली काङ्ग्रेसमा हुनुहुन्न अथवा हिजो अन्य पार्टीमा हुनुहुन्थ्यो आज नेपाली काङ्ग्रेसको विचार सिद्धान्त राम्रो मानेर नेपाली काङ्ग्रेसमा आबद्ध हुनुहुन्छ। सम्पूर्णलाई हिजो छुट्टु भएका अथवा आज आउनुभएका सम्पूर्णलाई नेपाली काङ्ग्रेसले स्वागत गर्दै हामीले नरसिंह खत्रीको विचार सिद्धान्तलाई अँगालेर हामी अगाडि बढ्न जरुरी छ। त्यस कारणले होला चुनाव नजिकै गर्दै गर्दा धेरै दलहरू छन् दलहरूले लोभ लालच देखाउन सक्छन् तर हामी नेपाली काङ्ग्रेस लोभ लालच भन्दा पनि
हामीले काम गरेर देखाम, जनताको मन जितेर जाम भन्ने नेपाली काङ्ग्रेसको सिद्धान्त छ। त्यस कारणले पनि हामी लोभ लालचमा भन्ने भन्दा नि एउटा जनताको मन जितेर एउटा समाजमा राम्रो काम गरेर देखाएर हामी नेपाली काङ्ग्रेस फैलाउनु पर्छ भन्ने हाम्रो नेपाली काङ्ग्रेसको मान्यता हो। त्यस कारणले पनि सम्पूर्ण धमङवासी आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू जो आज यस मङ्सिर 21 गते एउटा 31औं नैनसिंह शहीद स्मृति दिवस मनाउन आयौँ र सबै आउनु भएको छ। र हामीले कतिपयले फोन गरेर भने होला, कतिपयले भेटेर भने होला, सम्पूर्णलाई कसै फोन नभए पनि एउटा आफ्नो इच्छा चासो एउटा नैनसिंह खत्रीको सम्झना रहेछ, हामी जानुपर्छ भनेर आइदिनु भयो। सम्पूर्णमा उपस्थित सम्पूर्ण आमा समूह अथवा यहाँका अग्रज व्यक्तिहरू सम्पूर्णलाई धन्यवाद दिँदै मेरो सानो मन्तव्य यही अन्त्य गर्छु। जय नेपाल। त्यसैगरी सञ्जय रोका हुनुहुन्छ। हाम्रो देवबहादुर विष्टज्यूलाई अगाडि मञ्चमा आएर प्रदान गरिदिनु अनुरोध गर्नु पाएँ। त्यसैगरी सुशान्त रोका कक्षा 5 हुनुहुन्छ उहाँ पनि। त्यसैगरी एलिसा झर्ती कक्षा 4 मा अध्ययन गर्नुहुन्छ उहाँले। त्यसैगरी बिन्दु झर्ती कक्षा 2 मा अध्ययन हुनुहुन्छ। सेवादेखि यहाँ आउनु भएको सानो सानो नानी। त्यसैगरी समीर रोका मगर हुनुहुन्छ कक्षा 1 मा। समीर रोका मगर सानो नानी आउनु भएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसैगरी हाम्रो जलजला आदि विद्यालयबाट 6वटा विद्यार्थीहरू छात्रवृत्ति दिनुभएको छ। त्यसैगरी प्रज्यूलाई पनि म हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहे। त्यसैगरी प्रमुख अतिथिज्यू, त्यसैगरी अतिथि देवबहादुर कृतज्ञलाई पनि आफ्नो सिट आसन गर्नको लागि हार्दिक अनुरोध गर्दै अर्को टाढाको विद्यालय देवबहादुरज्यूलाई म यता अनुरोध गर्छु। टाढाको विद्यालय नेपाल राष्ट्रिय आधारित विद्यालय झाँसीको प्रज्यूलाई म यहाँ अनुरोध गर्नु चाहे। अथवा शिक्षक सबैभन्दा पहिला विद्यालयतर्फ प्रथम हुने छात्रा अम्बिका रोका मगर अम्बिका रोका मगर त्यस विद्यालय प्रथम हुनुभएको छ। सबैभन्दा धेरै अङ्क लगाएर उहाँ नानीलाई सबैजनाले ताली दिनु होला। यो विद्यालय 1 देखि 8 क्लाससम्म सञ्चालित छ र त्यस विद्यालयबाट पनि छात्रतर्फ सबैभन्दा धेरै अङ्क लिनु भएको विद्यार्थी पढ्नुहुन्छ। त्यसैगरी छात्रतर्फ विद्यालय प्रथम हुने सुशान्त घरती मगर हुनुहुन्छ। सुशान्त घरती मगर सानो भाइ हुनुहुन्छ, उहाँ झाँसीबाट यहाँ सिक्नु भएको छ। यो यहाँबाट सानो सामग्री लिएर उहाँहरू बोकेर जानुभयो भने पढाइको महत्त्व र पुस्तकको महत्त्व बुझ्नुहुन्छ भन्ने उद्देश्यका साथ हामीले चाहिँ यही मृत्यु गरेका हौँ। र त्यसैले दलिततर्फ विद्यालय प्रथम हुने आरती विक छात्रातर्फ। त्यसैगरी छात्रातर्फ रोहित परियार त्यसैगरी अपाङ्ग ज्ञानदार तथा विपन्नतर्फ विद्यालय प्रथम हुने सन्देश बुढा मगर। अर्को एकजना छात्र उहाँ त अझै अपाङ्ग नै हुनुहुँदैछ, सन्देश
बुढा मगर अर्को एकजना छात्र चाहिँ आउनु भएको छ त्यो भेटसम्मले जुन म आफूलाई गर्नु चाहिँ त्यहाँको विपन्न जो छ त्यसलाई चाहिँ प्रदान गरिदिनु होला। त्यसै गरी अर्को विद्यालय सूर्य आधारभूत अतिथि देवबहादुर विष्टज्यूलाई म धन्यवाद दिन चाहे। त्यसै गरी पुरस्कार प्रदानको लागि यस कार्यक्रमका सभाध्यक्ष र हाम्रो ज्येष्ठ महिला धनसरी विकज्यूलाई म मञ्चमा आइदिन अनुरोध गर्न चाहे। धनसरी विकले टिका लगाइदिनुहुन्छ भने यस कार्यक्रमका सभाध्यक्षले शैक्षिक सामग्री प्रदान गर्नुहुन्छ। अनि त्यसै गरी त्यस विद्यालयबाट उपस्थित हुनुभएका हाम्रो म्याडमलाई मञ्चमा आइदिन अनुरोध गर्न चाहे। र त्यस विद्यालयतर्फ प्रथम हुने छात्र निर्माण पुन मगर हुनुहुन्छ। सबैजनाले सम्मान गरिदिनु होला उहाँहरू। अहिले कति क्लासमा पढ्नुहुन्छ उहाँहरू चाहिँ यहाँको शैक्षिक उन्नयनमा उच्च स्थानसम्म पुग्नुला भन्ने शुभकामना दिन चाहन्छौँ। त्यसै गरी छात्रतर्फ शिवा केसी त्यसै गरी अर्को दलित जेलदार तर्फ देवबहादुर धरती मगर त्यसै गरी अर्का छात्रा हुनुहुन्छ निमु पुन मगर। त्यसै गरी अपाङ्गतर्फ समीक्षा बुढा मगर। त्यसै गरी अर्का हुनुहुन्छ ऋतु धरती मगर। धन्यवाद छ धनसरी विकज्यू यस विद्यालयको शिक्षक गुरुआमाज्यू लगायत विद्यार्थीहरू टाढा बनाउनु भएको सानो भाइहरूलाई पनि धन्यवाद छ। त्यसै गरी अब हिमालय माध्यमिक विद्यालय रोल्पा नगरपालिका धमानको छात्रहरूलाई वितरण गर्न गइरहेका छौँ। त्यसको लागि सभाध्यक्ष ज्यू त्यसै गरी अर्को अतिथिमा लाइट बोले मामा ए हाम्रो जगबहादुर दलित सङ्घका जिल्ला सदस्य जगबहादुर नेपालीज्यूलाई म मञ्चमा हार्दिक अनुरोध गर्न चाहे। हिमालय माध्यमिक यहाँ चाहिँ 1 देखि 10 सम्म पूर्व प्राथमिक विद्यालय बाल विकासदेखि 10 सम्म सञ्चालन भएको छ यो विद्यालय। यस विद्यालयबाट छात्रतर्फ सबैभन्दा धेरै छात्र प्रथम हुने सुरज बुढा मगरलाई म मञ्चमा हार्दिक अनुरोध गर्न चाहे। त्यसै गरी अर्का छात्रातर्फ राधा डाङ्गी त्यसै गरी दलित विद्यालय सरोज विक हुनुहुन्छ। त्यसै गरी छात्रातर्फ यमुना विक। त्यसै गरी अपाङ्ग जीवनदार तर्फ विद्यालय शिशिरपुर। त्यसै गरी छात्रातर्फ शिला बुढा मगर।
त्यसै गरी अन्य विद्यालयको लिस्ट चाहिँ हामी कहाँ अहिलेसम्म आइपुगेको छैन। अन्य विद्यालयको भोकासीबान, घुनबान र भोकासीबानको उपस्थित हुन सक्नुभएको छैन। हामीले चाहिँ त्यस विद्यालयका छात्राहरूलाई शैक्षिक सामग्री विद्यालयसम्म पुर्याउने व्यवस्था गर्नेछौँ भन्दै सभाध्यक्षज्यू अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहे र हाम्रो रोल्पा नगरपालिका स्वास्थ्य रोल्पा नपा 10 स्वास्थ्य इन्चार्ज दिल्ली रमन डाङ्गीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहे। त्यसै गरी एउटा भन्ने आमा समूहबाट गीतको लागि जानकी महराज्यूलाई म मञ्चमा हार्दिक अनुरोध गर्न चाहे। धन्यवाद छ।
भन्नुभयो हाम्रा समूहका जानकी मराजुलाई कला सङ्गीत संस्कृतिको हामीले जगेर्ना गर्नुपर्छ। सङ्गीत बिना हामी रहन सक्दैनौँ भन्ने म मान्यता राख्ने व्यक्ति छु र यहाँको साङ्गीतिक यात्रा उज्जवलमय रहोस् भन्ने शुभकामना बोलाउनु भयो अमेरले बस्नु यहाँ बोलाउनु भयो अन्तर्क्रिया छात्र पुरस्कार प्रदान समारोहका सभापतिले यसै गरी विभिन्न विद्यालयबाट पाल्नुभएका सभा तथा प्रतिनिधिहरू आमा समूह विभिन्न पक्षमाका हाम्रा जीवनमा विद्यार्थी छात्र छात्राहरू हाम्रो सुरक्षा कर्मीहरूको धेरै समय बनाउँ सबैलाई प्रदेश मेरो व्यक्तिगत आज हामी 12वटा जिल्ला हेर्छु यस्तै यस्तै कार्यक्रम गर्छौँ यसो बोलाउँछौँ कहिलेकाहीँ यसो हिँड्छु भन्छु पढौँ साथीहरू भन्छु म अलिकति शिक्षातिर अलिक धेरै जोड दिएँ धेरै विशेष म अझै पढेर सकेको छैन मेरो पिएचडी सत्र अझै 3-4 वर्ष छ अझै पढिरहेको छु त्यसैले मेरा भाइ बहिनीहरूलाई के भन्छु भने यो एउटा भाइ बहिनीहरूको सम्मानका लागि उहाँलाई हाम्रो यो उहाँको स्मृति कार्यक्रमबाट चाहिँ उहाँहरूले सम्मान गर्नु हो उहाँहरूलाई धन्यवाद दिँदै हाम्रा भाइ बहिनीहरू जति हुनुहुन्छ राम्रो गरौँ यो मेरो विशेष यहाँहरूलाई अनुरोध मलाई यहाँ बोलाउनु हो प्रमुख अतिथि भन्नुभयो के भन्नुभयो यो अब उहाँले सम्मान गर्नु थोरै गराउनुहुन्छ तर हामीले नक्कली रूप बनाएर विश्व बनाएर पनि हामी विद्यालय स्थापना गऱ्यौँ र म पनि भर्खर त्यो पिवाई स्कुल गार्डन गर्ने बेलामा म पनि भर्खर जेलबाट पिवाई स्कुल जन्मे थिएँ जेलबाट छुट्यो कालागामले ल बुवाले गरेको स्कुल विद्यालय गार्डन जाम हेर्दाम भनेपछि असारको महिना त्यो खोलामा घोडा लगेर हामी विद्यालय पिवाको उद्घाटन गऱ्यौँ अब अहिले अलिक दुःख लाग्ने कुरो विद्यार्थी सङ्ख्या घट्यो छ भन्ने कुरा आउँछ चिउधारा र पेवा यसलाई अलिकति बढाउने प्रयास पनि गरौँ र धेरै थुप्रा कामहरू गर्नुभयो र यहाँ सबैले लिबाङ र गजुनले एकदम थेजिएको ठाउँ लुकेर केही भएन होइन उभिनु भएको छ सबै ल भयो सबैजनालाई धन्यवाद है ल राम्रोसँग पढ्ने है